आर्जु राणालाई खोजिएको पासपोर्ट काण्ड के हो? को तानिँदैछन् पासपोर्ट मुद्दामा? नेपाली पासपोर्टमा विदेशी कम्पनीको झगडा। बालनको अल्टिमेटम पछि तातिए अख्तियार प्रमुख। सम्भवतः एक दुई दिनभित्र कुनै नाटकीय फेरबदल नआए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी पासपोर्ट प्रकरणमा आगामी साताको सुरुमै अर्थात् सोमबार या मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा लैजानेछ। उक्त मुद्दामा नेपालका नेता र कर्मचारी मात्र होइन, पासपोर्ट छपाईको ठेक्का लिएका विदेशी कम्पनी र तिनका प्रतिनिधि पनि तानिनेछन्। अकस्मात यी पासपोर्ट अनियमितता प्रकरण किन चर्चामा आयो? प्रधानमन्त्री बालनले अख्तियार प्रमुख प्रेम कुमार राई र राहदानी विभागका प्रमुख तीर्थराज अर्यालमाथि किन लिए एक्सन? फ्रेन्च कम्पनीको उजुरीमा जर्मन राजदूतसँग प्रधानमन्त्री कार्यालयले लिएको बयान तथा पासपोर्ट काण्डमा तत्कालीन परराष्ट्र मन्त्री आर्जु र कांग्रेस नेता सुनिल थापाका छोरा सिद्धार्थको संलग्नता कति? प्रधानमन्त्री बालिन शाहको चासोले यसमा खास काम गरेको छ। प्रधानमन्त्रीको सचिवालयको एक टोली केही दिन अघि राहदानी विभागमा पुगेको थियो। त्यसक्रममा विभागका अधिकारीहरूले मौजात राहदानी निकै कम भएको जानकारी गराए। जब प्रधानमन्त्री बालनले यो सूचना पाए, उनले तत्कालै ठेक्का प्रक्रियाको छानबिनमा चासो राखे। जुन दिन राहदानी विभागका प्रमुख तीर्थराज अर्याल पक्राउ परे, त्यही दिन प्रधानमन्त्री बालनले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई पनि आफ्नो कार्यालयमा बोलाएका थिए। त्यही प्रधानमन्त्री बालनले शंकास्पद पदाधिकारी तथा व्यक्तिहरूलाई तत्काल पक्राउ गरी छानबिन गर्न र मुद्दा चलाउन अख्तियार प्रमुख राईलाई निर्देशन दिए। उजुरी परेको लामो समयसम्म पनि छानबिन टुङ्गोमा नपुगेको प्रति बालनले असन्तुष्टि जनाएपछि त्यही दिन अख्तियारले विभागका प्रमुख अर्याल र निर्देशक केसीलाई पक्राउ गरेको हो। जबकि राहदानी विभागका प्रमुख अर्याल समेत उक्त दिन प्रधानमन्त्री कार्यालयमा पुगेका थिए। कतिपयले यसलाई कार्यकारी प्रमुखले संवैधानिक अंगको काम कारबाहीमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन्। संसदमा समेत विपक्षी दलहरूले प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई हप्काएको आरोप लगाए। संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारबाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको यदि छ भने यो गम्भीर विषय हो। जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरियोस्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पूर्जी जारी गर्न बाध्य बनाइने, नत्र भए प्रधानमन्त्री कार्यालयको कोठाभित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पूर्जी जारी भएको कुरा बाहिर आएको छ। प्रधानमन्त्री कार्यालयको सक्रियता यतिमा मात्रै सीमित छैन। पासपोर्ट छपाईको ठेक्का लिएको कम्पनीको बारेमा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो भोल्जसँग पनि छलफल गरेको छ। 2 दिन अघि प्रधानमन्त्रीको सचिवालयले राजदूत भोल्जलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ। प्रधानमन्त्रीको सचिवालयले राजदूतसँग समेत छलफल गर्नुको कारण हो राहदानी आपूर्तिको सम्झौता गरेको मध्ये एक भेरेडोस कम्पनीमा जर्मन सरकारको